YouTube फ्यामिली तपाईँलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ हाम्रो पिकनिक गएर अहिले चाहिँ बिहानको 7 बजिरहेछ। म चाहिँ पिकनिक जान आँटेको। यो आजको मेरो आउटफिट हो। यस्तो गाइज म चाहिँ भर्खर निस्किसकेँ। गाइज म चाहिँ स्कुललाई पुगेँ अनि यो चाहिँ मेरो हाम्रो क्लासको नरेन्द्र भाइ छ। यस्तो खतरा छ नि यो हाम्रो एन्जल भाइ होइन। अनि अब हाम्रो यहाँ टाइम त भइसक्यो होइन जाने। यहाँ हाम्रो टाइम भइसक्यो जाने, तर लाइनै गएको छैन के भएर। अब हेरौँ अब बिस्तारै लाइन जान्छ। सिटी सेन्टरदेखि छिर्ने भनेको खोइ कता लगिरहेको छैन। अहिले चारपानी भन्दा अगाडि लगिसक्यो। सुरुङमा लगिरहेको सुरुङमै भन्दा कस्तो टाढा लगिरहेको छ हेर्नु न। सुखानी भनेको कता हो। कतिवटा भाइलाई हालिदिनु भयो। हाम्रो यो सिरिता म्याम हो, हाम्रो सामाजिक म्याम हो। यो चाहिँ अहिले चाहिँ हामी बिरिङ खोला पुगेको छु। बिरिङ खोला बिरिङ भाइ ओइ जब म चाहिँ वाइड एङ्गलमा भ्लग गर्दैछु होइन। छिरिमै गाई छिरिम 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 खामेर गुरु म बस्दैको ओर्ली सको घर चला जाइन्छ के भयो। डिस्प्ले गयो डिस्प्ले गाइज हामी छिरेर बस्दैको ओर्ली सक्यौँ। म यहाँ सट्टा क्लोज अब हामी अगाडि गइरहेको छु। क्लोज बायो पिट खतरा हो नि त होइन। जाडो चाहिँ अति बढिरहेछ है त पहाडमा। यो ठाउँको नाम के हो थाहा छ? सुखाली दानाबारी। दानाबारी किन दाना फल्छ र यहाँ? के हो तिमी आएको छौ र पहिला पनि?
पुरै माथि गएको Dewan Aziz spy in Pakistan. Dewan Aziz spy in Pakistan. यस्तो छ होइन भ्यू हामी चाहिँ आइसक्यौँ यहाँ अनि हामीले चाहिँ यहाँ ब्रेड के हो किन छोड्दैन त्यो बच्चाहरू खेल्ने हो खाने हो त आदित्य भाइ ओ आदित्य भाइ ठिक छ हाल खबर भाइको नाम पनि सेम मेरो भ्लग बनाउँछु त भाइ मुख पुछ भयो जाऊ खेल साथी हामी ट्र्याक हान्नु गइरहेको छु यस्तो यस्तो ठाउँदेखि यहाँ चाहिँ बनाउँदा हुन्थ्यो पाकिस्तान कराचीवाला गाइज माथि नै चढ्न दिएन हौ कतिजना माथि पुगिसक्यो हामीले चढ्दै दिएन जीरो रेटिङ जीरो यहाँ आऊ यस्तो ठाउँमा पिकनिक ल्याउँछ हौ हामीले यस्तो गर्ने बरु बङ्गालको पानीतिर लगाउनु होइन अन्जना भ्लगमा आइस ल गाइज हामी चाहिँ बल्ल तल लुकेर चढिसक्यौँ आइजाऊ है नरेन्द्र यहाँदेखि त हिँड्दिन यार माथिदेखि डर लाग्छ गलियो भाइ झन्डै मरु ठेल्ने काम लड्छ सहिले एकचोटि पल्टेको थिएँ कालिका सिमसारमा आया मेरा गाइज यो मेरो भाइले मलाई डुलाएको डुलै छन् हौ मैले चाहिँ होइन यो नरेन्द्र एउटा खतरा भिडियो बनाइदियो भयो कि डुलाएको डुलै गर्छ त्यो पङ हो अंकित भाइ को अन्त म फाइट गर्छु को पङ यहाँ भिडियो बनाउने बिचारा सबलाई हेर्न यार किन एक्लै किन एक्लै बसेको म एक्लै बसिरहेको छु किनभने मलाई तानेर ल्याउँछ तिमी एक्लै बसिरहेको छौ तिमीलाई कसैले तान्दैन हो म के गरौँ यो प्रब्लमको सल्युसन कसरी गर्ने हो एक्लै बस्न मिल्दैन क्या अब तानेर ल्याइहाल्छ कुचुक त झुक्का लिटल बोय बस गेम फाइल हुँदा अरूलाई ह्याप्पी खबर है के बनाएको तैँले क्यामेरा बन्द चुपचाप बसौँ ल ए नरेन्द्रको कानदेखि हेडफोनै चोरेर लगौ कुट्नु पर्ने हो तिमीहरूलाई ल म के गर्छु
कुद्दे कुदे मत न यार मत घंटा ओहो आधी बन के मेरो गोरीलाई पर्छि हेमन भाइले साम्रो हेमन भाइले धुम्रपान निषेध भन्छ यतिकै तान्दै बस्छ होइन गाइज हाम्रो क्लासको हाम्रो क्लासको छप्री लिपस्टिक लाएर आउँछ एउटा चाहिँ फेरि यसको नाम त्रिसम त्रिसा बिर्सेर भनेको त्रिसन भनिरहेको छ कि अघिदेखि उसको नाम थाहा भएन यसको नाम उषा मुसा जसको आकर्षण यसको सब कोइलो रक्सन दिन्छु ल अर्कोको नाम थाहा भएन मतलब नाम जेनी हो अनि अर्कोको नाम निस्का हो अनि यो काली केटीको आयन छोड्नु हौ खेदा आउँछ अनि त अर्को मिस्काको कुन छाङ छ खेदायो हो त के गर्छस् छक्काले खेदायो गाइस अन्डी मन्डी झन्डी मेरो अहिले यो सामान झरो है तँलाई मारिदिन्छु एयरपोर्ट मात्र झरोस् न छक्क्या नि अनि तिम्रो पनि ब्लग च्यानल छैन अनि इन्स्टाग्राममा हाल्छ मतलब कुन बेला हाल्छ उसले सर्ट ब्लग उसको पनि च्यानल छ के हो इन्स्टाग्रामको च्यानल अंडरस्कोर मेबी अंडरस्कोर मेरो पनि छ मलाई फलो सार्थक बराजुली जय मलाई फलो उसलाई फलो गर्नु होला मलाई फलो गर्नु होला आज कता गए गाइस हामीले चाहिँ भर्खरै चटपटे फ्रेन्च फ्राई अनि पकोडा खायौँ अनि चिकन पिस साथीहरू भएको ठाउँ जाँदैछु मैले अर्को भएर देखाउँछु अनि यहाँ बसेर खाइरहेको छौँ यहाँ चाहिँ एउटा कुकुरलाई हामीले यहाँ चटपटे दिम्बी मैले नि दिएको पकोडालाई फ्रेन्च फ्राई Yes, sir. Yeah, he's whitey, sir. He called me whitey. Yes, he's whitey. He's whitey. I am blackie. Sir, vlogging. And now the sir record got him. This our science teacher. This our Vinod sir. Yes, I know. And Vinod sir, I'm going to and this sir. You sir, how are you, sir? What do you teach? Discipline teacher हो discipline teacher क्लास 6 मा पढ्ने त सर आउने भने एक्टिभ हुन्छ त्यो दिन यो पकोडा मेरो सिनेमेटिक सर्ट लिएर खाएको सिनेमेटिक होइन यो Kale dai
हामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देऊ न हरेक कुरा गाइज यहाँ होइन पिकनिक हो कि के हो हामीलाई थाहा भएन यहाँ अघिदेखि अल्छी लागेर हामी बसिरहेको छौँ न डान्स गर्न खानुहरू त्यो केटीहरूको उयो मतलब केटीहरूलाई मनपर्ने गीत सब बोकाहरू छन् केटीहरूलाई मनपर्ने गीत लगाइदिन्छन् हामीलाई मनपर्ने गीत लगाउँदैन अघिदेखि हामी 2 घन्टा भइसक्यो होला नि 2-3 घन्टा भइसक्यो खाना खाने बेला बसेको बसेको मेरो फोन छ नि भाइ मेरो फोनमा कस्तो छ दिनमा त भाइ अघिदेखि बसेको छु के यो चाहिँ हो क्या चोरी साला केटीहरूसँग गएर यही केटीहरूसँग नाच्दै बसिरहेको छ हामी यहाँ एक्लै बसिरहेको छौँ आफ्नो साथीहरू भेटिस् त त्यसले जान गर्छ के